आज हामी तपाईलाई एउटा यस्तो नेपाली उद्यमीको कथा सुनाउन गइरहेका छौं जसले सानो किराना पसलबाट सुरु गरेर आज नेपालकै सबैभन्दा ठूला खुद्रा व्यवसाय मध्ये एक भाटपटेनी सुपरमार्केट निर्माण गर्नुभयो। उहाँ हुन् मीनबहादुर गुरुङ। मीनबहादुर गुरुङ काशीको सानो गाउँमा जन्मिनु भएको थियो। उहाँले आफ्नो प्रारम्भिक जीवन निकै साधारण अवस्थामा बिताउनु भयो। पढाइ सकेपछि उहाँले केही समय सैनिक जीवन पनि बिताउनु भयो, तर उहाँको मन सधैँ व्यापारमा थियो। 2042 सालमा काठमाडौँको भाटपटेनीमा उहाँले जम्मा 35,000 रुपैयाँ लगानीमा एउटा सानो किराना पसल खोले। त्यो सस्तो पसल न त ठुलो थियो न त विशेष सजिएको थियो, तर उहाँसँग थियो मेहनत, इमानदारी र ग्राहकप्रतिको सम्मान। उहाँ सधैँ नयाँ तरिका अपनाउने सोचमा हुनुहुन्थ्यो। नेपालमा सुपरमार्केटको अवधारणा नयाँ थियो, तर उहाँले सोच्नुभयो किन म ग्राहकलाई एउटै ठाउँमा सबै सामान उपलब्ध गराउने व्यवस्था नगरौं। त्यसपछि सुरु भयो विस्तारको यात्रा। आज भाटपटेनीसँग 50 भन्दा बढी शाखाहरू छन्। हजारौं युवाहरूले रोजगारी पाएका छन्। मीन गुरुङ स्वयं बिहान सबेरै उठेर हरेक शाखा अवलोकन गर्न जानुहुन्छ। उहाँ अझै पनि व्यवसायमा सक्रिय हुनुहुन्छ। उहाँ सधैँ भन्नुहुन्छ, सपना ठुलो देख, सानो बाटो चाल। भाटपटेनीको सफलताको मूल मन्त्र हो ग्राहक सन्तुष्टि, पारदर्शी लेखा र इमानदारी। उहाँ कहिल्यै लाज नमानी पसलमै काम गर्नुभएको इतिहास छ। आज उहाँ नेपालकै उद्यमशीलताको प्रतीक बन्नुभएको छ। नेपालमै बसेर नेपालीहरूलाई सेवा दिँदै ठूलो सपना पूरा गर्न सकिन्छ भन्ने कथा हामी सबैका लागि उदाहरण हो। यदि तपाईँ पनि व्यवसाय गर्ने सपना देखिरहनु भएको छ भने मीनबहादुर गुरुङ जस्तै दृढता, लगनशीलता र धैर्यता तपाईको हातमा हुनुपर्छ। यस्तो प्रेरणादायी कथा तपाईलाई कस्तो लाग्यो कृपया लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यो हो करियर नेपाल, तपाईको करियर र प्रेरणाको साथी। नमस्कार।